यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्न। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्न, जे गर्न सक्छ गरोस्। यो राज्य होइन, यो पूर्वाग्रहको पोको हो, प्रतिशोधको पोको हो, देशद्रोही क्रियाकलाप गर्ने एउटा प्रायोजित भवितव्यले बनेको चिज हो। यसले विपक्षीलाई फर्साउनका लागि यस्ता क्रियाकलाप गरेको छ। त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। त्यसर्थ यस्ता क्रियाकलापमा राज्य नजाओस्, संवैधानिक बाटो संवैधानिक तरिकामा फर्कियोस्, प्रतिशोधमा होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले सम्पत्ति विवरण फेरि चाहियो। आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार, के को सम्पत्ति विवरण। तसर्थ अब गौरीबहादुर कार्की आयोगले मैले धेरै ठाउँमा भन्ने गरेको छु, न 23 गतेको घटना, 23 गतेको हत्याकाण्ड उनीहरूकै आयोजनामा गराइएको थियो। कसले गोली चलायो थाहा छैन, गोली चलाउने को थाहा छैन। अनि प्रधानमन्त्री र गृहमन्त्री त्यो घटनास्थलमै छैन, ऊ माथि आरोप पुष्टि गर्ने कुनै ठाउँ छैन। तपाईँ हामी सबैले विचार गर्न सक्छौँ। चुनाव भन्दा पछि मेरो बुवा बित्नुभयो। म 13 दिनको काममा बसेँ। 13 दिनको काममा बसेको भोलिपल्ट सरकार गठन भयो। 13 गते सरकारले हतार क्याबिनेट बसेर हतार निर्णय, पहिलो निर्णय पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तुरन्त गिरफ्तार गर्ने भनेर रातभरि नसुतिकन दौडधुप गरेर बलजफ्ती एउटा ठाडो पक्राउ पुर्जी, विशेष पुर्जी भनेर बिना आधारको गौरीबहादुर कार्कीको प्रतिवेदन, हावा प्रतिवेदन, पूर्वाग्रही प्रतिवेदन, त्यस प्रतिवेदनको आधारमा गिरफ्तार गर्ने भनेर। अनि यो दफा त्यो फौजदारी कहाँ गरिया छ? जो हामी त आफ्नो ठाउँमा छौँ। म बालुवाटारमा छु, यहाँ बानेश्वरमा गोलीकाण्ड भएको छ। मैले भरसक मानव क्षति नहोस्, शान्ति सुव्यवस्थाको राम्रो प्रबन्ध गर्नु भनेर सुरक्षा निकायहरूलाई सबैलाई एकै साथ राखेर निर्देशन गरेको छु। तै पनि परिस्थिति पर्यो होला। के परिस्थिति पर्यो प्रहरीले जान्ने कुरा हो। कस्तो परिस्थितिमा गोली चलाउनु पर्यो। अनि सरकारी सम्पत्ति रक्षा गर्नका लागि त उसले गोली चलाउँछ होला नि त, हतियार दिएकोले। होइन भने प्रहरीलाई कारवाही किन गरेन, किन गिरफ्तार गरेन, किन केही भएन त? अब योसँग वार्ता गर्नुपर्छ, यसरी संसद प्रतिनिधि सभा भङ्ग गर्नुपर्छ, यी आधारभूत कुराहरू हुन् भनेर भनेका भरमा त्यही बाटो लाग्यो। राज्य संयन्त्रले कोसँग परामर्श गर्ने? उल्टो बाटो हिँड्यो र वातावरण बिग्रिनसम्म बिग्रियो। अब त्यो असंवैधानिक सरकारको अराजक एउटा वितण्डाको स्थिति देशमा सिर्जना भयो। एउटा असंवैधानिक सरकार गठन भयो।
त्यो सरकार र त्यसको पृष्ठभागमा रहेका अराजकतावादीहरूको साँठगाँठमा अनेक क्रियाकलाप भए। राजनीतिक शक्ति, दलहरू र व्यक्तिहरूलाई इन्कार गरियो र निषेध गरियो। राज्य शक्तिको त्यस आडमा, त्यस परिस्थितिमा अझ बढी राज्य शक्तिको दुरुपयोग गरियो। कहीँ कतैबाट प्रतिवाद गर्ने अवस्था रहेन, कोही बोल्ने अवस्था रहेन। म हाम्रो पार्टीका तमाम कार्यकर्ता साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। कोही चोँ बोल्न नसकेका बेला हाम्रो पार्टीका कार्यकर्ताहरू टोल-टोलदेखि, वडा-वडादेखि, पालिकादेखि जिल्ला स्तरदेखि केन्द्रीय तहसम्म त्यसको विरोधमा सडकमा उत्रिने, विरोध प्रदर्शन गर्ने, र्यालीहरू गर्ने, पुतला जलाउने काम गरेर सिँगै देशको मनोबल उठाउने काम नेकपा एमाले गर्यो। नेकपा एमालेको अगुवाईमा भयो अनि अरूको पनि बोली फुट्न थाल्यो। त्यसै कारण मैले नेकपा एमालेका कार्यकर्ता कमरेडहरूलाई धन्यवाद भनेको। यसै बीचमा आन्दोलनभित्रै पनि केही गम्भीर नकारात्मक प्रवृत्ति देखा परे, पार्टीभित्रै पनि नकारात्मक परिस्थिति देखा परे। ती कुराहरूलाई साम्य पार्यौँ हामीले। ती कुराहरूलाई महाधिवेशन गरेर महाधिवेशनबाट हामीले साम्य पार्यौँ। महाधिवेशनले विधिवत एउटा फैसला दियो। महाधिवेशनले फैसला दियो, नाराहरू तय भए, तलबाट आएका रिपोर्टहरूलाई आधार मानेर नै परिस्थितिको हामीले आकलन गर्ने आधार के भन्दा तलबाट आएका रिपोर्टहरू नै हुन्, मनगढन्ते होइन। तलबाट आएका रिपोर्टकै आधारमा हामीले नीतिहरू तयार गरेर अगाडि बढ्यौँ। पहिलो कुरा त हामीले असंवैधानिक सरकार कहिल्यै पनि स्वीकारेन। अर्कोतिर असंवैधानिक सरकारलाई हामीले स्वीकारेनौँ र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो पार्टीले नीति लियो, जुन नीति बिल्कुल सही थियो। त्यसमा दुईटा कुरा भयो। एउटा, पार्टीभित्रैको पङ्क्तिले के भइरहेको छ भन्ने कुरा अलिक राम्ररी जसरी बुझ्नुपर्ने त्यो तहमा अलिक बुझ्न सकेन, जसले गर्दा हाम्रो त्यसमा पकड त्यस्तो हुन र त्यसका निम्ति हामी त्यति सक्रिय हुन सकेनौँ जति हुनु पर्थ्यो। अर्को कुरा, अरू पार्टीहरूले परिस्थिति बुझ्ने अवस्थै रहेन। अरू पार्टीहरूले चुनाव कि चुनाव भने, प्रमुख पार्टीहरू जो लोकतान्त्रिक पार्टीहरू थिए, वैधानिक पार्टीहरू थिए, पुराना भनिएका पार्टीहरू थिए। पार्टीहरू पुरानै हुन्छन्, तिनै पछि पार्टी गठन हुन्छ, चुनावै पछि पार्टी गठन हुन्छ, चुनावै पछि नयाँ नयाँ पार्टी गठन हुने, नयाँ नयाँ पार्टीले चुनाव लड्ने, पार्टी निषेध गरिने अनि गैर पार्टी भनेका व्यक्तिहरूबाट अनुभवहीन नबुझेका व्यक्तिहरूबाट देशको शासन चलाइने भन्ने कुरा दुनियाँमा कहीँ हुन्छ? अमेरिकामा नयाँ पार्टी बनेका छन्, डेमोक्रेटिक र रिपब्लिक भनेका नयाँ पार्टी हुन्, पुरानै पार्टी प्रतिस्पर्धा गरिरहेका छन् र देश चलाइरहेका छन्। भारतमा नयाँ पार्टी छैन, चीनमा पनि नयाँ पार्टी होइनन्, अरू देशहरूमा पनि नयाँ पार्टी होइन। कहिले कहिले बन्ला, कुनै कुनै सन्दर्भमा नयाँ पार्टी पनि बन्ला। त्यसप्रति पुरानो पार्टीको हैसियतले हामी असहिष्णु पनि छैनौँ।
तर हाम्रो धारणा लोकतन्त्रप्रतिको निष्ठा, देशप्रतिको निष्ठा, लोकतन्त्रप्रतिको निष्ठा र देशको विकासप्रतिको प्रतिबद्धता, देशमा शान्ति सुव्यवस्था र सुशासनप्रतिको प्रतिबद्धता र प्रयास, ती चिजहरूप्रति हाम्रो सरोकार हो। नयाँ पार्टीप्रति हाम्रो नाहुन् भन्ने कुरा होइन, तर नयाँ पार्टीका नाउँमा कतैबाट प्लान्टेड र अराजकता, आगजनी, तोडफोड र हिंसा हत्याबाट नयाँ पार्टीको जन्म होइन, विचारबाट नयाँ पार्टीको जन्म हुनुपर्छ। विचारले पार्टी जन्माउँछ। विचारहीन अराजक भेड नयाँ पार्टी होइन।